विशेष गरेर यो डेक्सनले उत्पादन गरेको यो मोरिन्जी जोस मोरिन्डा सिट्रोपोलिया भन्ने दुर्लभ फलबाट बनेको हुन्छ र यसमा अहिले मानिसहरूको जीवनमा चाहिँ यो जति पनि केमिकल जन्य खानाको कारणले अनि धेरैजसो ड्राई फुडहरू खाने मसलादारहरू खाने जसले गर्दाखेरि हाम्रो शरीरको पाचन प्रणालीमा एन्जाइमको कमीले थुप्रै प्रकारको समस्याहरू आउने पचाउन नसक्ने देखि लिएर आन्द्राले चाहिँ आफै एन्जाइम निकाल्न नसक्ने कारणले मान्छेलाई धेरै समस्याहरू बनाएको छ। त्यो कारणले गर्दाखेरि अब यो चाहिँ एउटा एन्जाइमको एउटा एकदम मुख्य स्रोतको रूपमा मानिन्छ हैन। एन्जाइम हाम्रो शरीरलाई जुन एन्जाइम चाहिन्छ पचाउनको लागि अथवा थुप्रै कुराहरूको लागि त्यो एन्जाइमको चाहिँ एकदमै मुख्य स्रोत मानिन्छ। त्यसकारणले गर्दाखेरि यो जो कहिले पनि यदि पिउनुहुन्छ बिहान 2 बिर 3 बिरको बेलुकी 3 बिरको नर्मली पानी पिइसकेपछि पिउनुहुन्छ भने अर्थात् आधा गिलास पानीमा 3 बिरको हालेर पिउनुहुन्छ भने एउटा जुसको रूपमा पनि भयो र हाम्रो शरीरमा एन्जाइमले यसले आपूर्ति गर्ने भयो र हाम्रो शरीरमा पाचन प्रणाली राम्रो गर्ने भयो र यसका थुप्रै अन्य भिटामिनहरूको कारणले गर्दाखेरि पनि हाम्रोमा एनर्जी पनि बढ्ने भयो र हामीलाई यसले इम्युनिटी पावर इन्हान्स पनि गर्ने भयो र विशेष गरेर छोरी मान्छेहरूले झन् यो हार्मोनल ब्यालेन्स पनि गर्न सक्ने भएको हुनाले चाहिँ यसमा थुप्रै प्रकारको त्यस्ता प्रपर्टी भएको हुनाले छोरी मान्छेले चाहिँ यो मोरिन्जी जुस प्रयोग गर्दाखेरि उहाँहरूको हर्मोनको कारणले गर्दाखेरि हुने जति पनि डिसब्यालेन्सहरू छन् महिनाभरि गडबड सेतो पानी गर्ने समस्या पेट दुख्ने समस्याहरू थाइराइड हुने समस्याहरू त्यस्तो हुन सक्छ जसको कारणले गर्दा कपालहरू झर्ने हैन स्किनमा चाहिँ प्रब्लम आउने स्किनमा ड्राइनेस आउने त्यस्ता थुप्रै प्रकारका समस्याहरूलाई पनि यो जुस प्रयोग गर्नाले त्यो बिस्तारै यसले चाहिँ त्यो परिपूर्ति गरेर ब्यालेन्स गरेर अनि फेरि उनीहरूको स्किनमा पनि ग्लो ल्याउने हैन महिनाभरि समस्याहरूलाई पनि ब्यालेन्समा ल्याउने कामहरू गर्ने भएको हुनाले चाहिँ अहिले होल वर्ल्डमै नै यो चाहिँ अति नै डिमान्ड भएको प्रडक्ट हो र